आएको ठुलो बाढी पहिरोको कारणले गर्दाखेरि ठुलो जनधनको क्षति पुर्याएको छ र त्यो पानीको बहाव तीव्र रूपमा तटीय क्षेत्रहरूबाट आउँदै गरेको कारणले गर्दाखेरि र अहिले त्यो पानीको बहाव चितवन जिल्लामा पनि प्रवेश गरिसकेको कारणले गर्दाखेरि तटीय क्षेत्रहरूमा हुन सक्ने ठुलो जोखिमलाई न्यूनीकरण गर्नको निमित्त त्यतिखेर यहाँहरूलाई हामीले वैकल्पिक मार्ग र वैकल्पिक व्यवस्थाको लागि अनुरोध गरेका हौँ। तसर्थ ट्राफिक प्रहरीसँग अनावश्यक वाद विवाद गरेर समय व्यतीत गर्नुभन्दा कृपया ट्राफिक प्रहरीको सूचना सङ्केत र इसारा अनुसार आफ्नो यात्रा अनि गन्तव्य तय गरिदिनु हुनको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन हातमा अनुरोध गर्दछ। त्यतिखेर निकै ठुलो बाढी आएको छ, नदी तटीय क्षेत्रहरूमा ठुलो जनधनको क्षति पुर्याएको छ र यहाँहरूले थाहा पाउनु भयो होला विगत वर्षभन्दा 3 गुणा ठुलो बाढी पहिरोको कारणले गर्दाखेरि त्यतिखेर रसुवा जिल्लामा ठुलो जनधनको क्षति पुगेको छ र अहिले त्यतिखेर धादिङ जिल्लामा पनि ठुलो क्षति पुर्याइराखेको अवस्था छ र त्यो बाढी अहिले चितवन जिल्ला प्रवेश गरिसकेको कारणले गर्दाखेरि नदी तटीय क्षेत्रमा निकै ठुलो पानीको बहाव बढेको छ। पानीको बहावको कारणले गर्दाखेरि नदी तटीय क्षेत्रमा हुन सक्ने जोखिम र हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नको निमित्त यहाँहरूलाई वैकल्पिक मार्गको प्रयोग गरिदिनुको लागि अनुरोध गरेका छौँ।